गेट रेडी विथ मी। आज चाहिँ म हल्का मेकअप गर्छु है। त कुन कुन प्रडक्ट लाउँछु त्यो पनि भन्दै जान्छु। मैले चाहिँ यो फरएभर 52 को मोइस्चराइजर लगाएँ होइन। यो चाहिँ मेकअप बेसको लागि चाहिँ एकदमै राम्रो छ क्या। डेली युजको लागि चाहिँ म सेटाफिलकै मोइस्चराइजर युज गर्छु। अनि यो मेकअपको लागि चाहिँ मेकअप गर्दा चाहिँ यो नै लगाउँछु कि कस्तो राम्रो छ कि फरएभर 52 को। अनि सनस्क्रिमको लागि चाहिँ लेट एन्डको पाइनएप्पल वाला फ्लेभर हो। यो चाहिँ कस्तो मिठो छ क्या यसको। वाउ कस्तो आनन्द आउँछ क्या लगाउँदाखेरि पनि। अनि लगाइसकेपछि म चाहिँ फेरि घाँटीतिर पुरै यति धेरै लाउनुपर्छ क्या। प्राइमर चाहिँ एलेगलको हो। मेरो चाहिँ खास ड्राई फेस छ। ड्राई फेसको लागि चाहिँ यो एकदमै राम्रो हुन्छ क्या। कस्तो ग्लोई लुक दिन्छ। अनि प्राइमर पनि लगाएँ। प्राइमर लगाइसकेपछि यो चाहिँ मेरो दिदीले बेमा लाउन ल्याएको थियो कि के हो यो ग्लो आउने, खोइ मलाई थाहा भएन, त्यो लगाएँ। अनि यो चाहिँ फरएभर 52 को बेबी क्रिम। यो पनि राम्रो छ डेली युजको लागि चाहिँ। डेली बेसको लागि चाहिँ राम्रो छ। डेली अब अफिस सफिस जाँदाखेरि झट्ट मेकअप हल्का गरेर निस्किनको लागि त्यति धेरै कभरेज त छैन, तर ग्लो चाहिँ एकदमै राम्रो छ। ठिक्कको छ क्या, कभरेज पनि हल्का कभरेज दिन्छ नै, राम्रो छ यो पनि। ब्लेन्ड गरिसकेपछि कन्सिलरको लागि मैले एलेगलको कन्सिलर युज गरेँ। मेरो चाहिँ आँखा एकदमै आँखामा डार्क सर्कल छ कि पुरै कालै नै छ। रियलमा हेर्दा त झनै धेरै छ। यो चाहिँ क्यामेरामा अलि देखिरहेको छैन, तर योभन्दा धेरै नै छ। यो लगाइसकेपछि ब्लेन्ड गरेँ। ब्लेन्ड गरिसकेपछि मैले अर्को हल्का ब्राइट आउनको लागि चाहिँ आँखाको तल मेलानीको हो। यो चाहिँ हल्का ब्राइटकोमा यो वाला युज गरेँ। यो लगाएँ अनि एकछिन राखेँ। लगाइसकेपछि चाहिँ एकछिन छोड्नुपर्छ क्या, फेरि क्रिज बस्छ। अनि यो सेट गर्नको लागि मोइराको मैले सेटिङ पाउडर लगाएँ। मोइराको सेटिङ पाउडर चाहिँ एकदमै राम्रो छ। अझै यो समरको लागि चाहिँ राम्रो जस्तो लाग्यो मलाई यो चाहिँ। अनि सेट गरिसकेपछि मैले आई मेकअप गर्ने सोचेँ। आई मेकअप चाहिँ सिम्पल गरेँ, मलाई जस्तो आउँछ त्यस्तै नै। यो एलेगलको यो प्यालेट हो होइन। यो चाहिँ यस्तो राम्रो सेट छ कि यो डेली युजको लागि युज हुने। मैले चाहिँ त्यो लगाएर हेर्नु न पुरै खाली नै भइसक्यो क्या, आफूलाई मनपर्ने। अनि यो चाहिँ म पहिला अफिस जाँदा चाहिँ डेली यहीवाला सेट लगाउँथेँ क्या जहिले। यो एकदम नेचुरल राम्रो देखिने। आज चाहिँ मैले हल्का हल्का बढी लगाएँ किनभने यतिकै हल्का हेभी नै थियो मेकअप, त्यही भएर। त्यसपछि मैले आइल्यासेसलाई कल गरेँ। हेर्नु न कति राम्रो देखेको त्यति कल गर्दैमा। अनि ब्लसको लागि चाहिँ सिग्लामको हो है। सिग्लामको कस्तो राम्रो छ, यो पनि लिक्विडमा राम्रो छ। यसलाई ब्लेन्ड गरेँ राम्रोसँग। ब्लेन्ड गरिसकेपछि कस्तो छुट्टै देखिने क्या। ब्लस चाहिँ म जहिले लगाउने हो क्या, ब्लस मलाई यति मनपर्छ। त्यसपछि म मोइराकै सेटिङ स्प्रे गरेँ। सेटिङ स्प्रे यो एकदमै राम्रो छ। मेरो यो चाहिँ ड्राई फेसको लागि यो ब्लू कलरमा, ओइलीको लागि चाहिँ पिङ्की कस्तोमा आउँदो रहेछ। त्यस कस्तो राम्रो ग्लो हेर्नु न, एकदम राम्रो। अनि यसको लागि चाहिँ मैले फरएभर 52 को एक्सेल भोल्युम मस्कारा लिएको थिएँ। कस्तो राम्रो कि कस्तो राम्रो। लुक एट द डिफ